गुड मर्निङ सबैजनालाई। गुड मर्निङ माई भ्युअर्स, माई सब्सक्राइबर। सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। र आज हामीसँग हुनुहुन्छ देवराजज्यू र हामीसँग देवराजज्यू र म जाँदैछौँ आजको यात्रा आमा याङ्री हो। आज हामी जाने हो साखु हुँदै मेलम्ची हुँदै जाने, कताबाट जाने मलाई पनि थाहा छैन गाइस। यस्तो बवाल फ्रेस हावा पाएँ नि मैले अहिले, कस्तो मिठो, कस्तो आनन्द भयो क्या। बिहान हिँड्दाखेरि पनि होइन, कस्तो आनन्द मजा आउने रहेछ क्या। Yeah, yeah, came through flexing cause they know I got the sauce. Got the presents on me, I can't ever take it off. ल हामी चाहिँ अब भर्खरै मेलम्ची बजार अनि खाजा खान गएको। मैले बिहान खाजा पनि खाएको थिइनँ, अनि त्यही भएर अहिले खाजा खाइदिउँ भनेर मोमो मगाएको छौँ। मोमो हान्दैछौँ दुईजना। खाजा भनौँ न, के खाना भन्ने। त्यही हो, अब खाजा चाहिँ खाएर अब लाग्छौँ। अब 40 किलोमिटर देखाइराखेको छ भनेर बिस्तारै बिस्तारै जाँदै गर्छौँ है त गाइस। त्यही हो, मजा आएको छ बाबा। गाइस साह्रै गाह्रो भयो। बसेको अवस्था, एकजना मान्छे हिँड्दैनन् गाइस। एकदम थाकेको अवस्था। यस्तरी बस्नु परेछ यहाँ बाटोमा। बाइक साइड लगाएर गाह्रो भयो एकदम 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 खतम बाटो, एकदम खतम बाटो। बाइकलाई बाटो याङ्ग्री गाई, बाटो याङ्ग्री अति के भन्छन् साथीहरू, बाइकलाई पनि अति गाह्रो भएको छ। मान्छेलाई त गाह्रो भइहाल्यो, परेछस्। हामीहरू 11 बजीतिर निस्केको मान्छे 4 यहीँ बजिसक्यो। अझै यहाँदेखि 16 किलोमिटर दुईजना बाइकले तान्दैन। एनएस बाइकले साह्रै गाह्रो बनायो गाइस, एकदम गाह्रो भयो। त्यही हो, मान्छेलाई सोधौँ भने नि बाटोमा एकजना मान्छे पनि हिँड्दैनन्, गाडी पनि हिँड्दैन, हामी मात्रै हिँडै छ। गाह्रो भइसक्यो। यो पुरानो जमानामा यस्तो यस्तो हुन्थ्यो होइन गाइस। यो घट्ट मकै बनाउने हुन्छ अरे यहाँ, मकै झर्दैछ। पानीबाट हो यो गाइस, कडा हो, पानीबाट हो। पानीबाट यस्तो मकै हुने रहेछ। यहाँ बाले बनाउँदै हुनुहुन्छ। कति वर्ष भयो यस्तो गर्न थाल्नु भयो? पहिलेदेखि हो यो खाँदैछ नि। अलिकति रेस्ट लिएको, हात चाहिँ यहीँ कुनै जम्ला जस्तो भइसक्यो। यही पानीबाट रहेछ। बाटो त ढलन देखिन्छ त के गा। हेलो गाइस, म त थाकेको अवस्था। साह्रै गाह्रो भयो, साह्रै गाह्रो पनि। आमामामामामा डेन्जर बाटो, यति नराम्रो बाटो, यति खतम बाटो। त्यो देखाउन पनि मन लागेन त्यो बाटो सोच्दाखेरि। मेरो चस्मा त्यही हो। ल हामी चाहिँ ठ्याक्कै आमा याङ्ग्री बेस क्याम्पमा चाहिँ आइपुग्यौँ। अब भोलि चाहिँ यहाँबाट ब्यानर लाग्नेतर्फ हो। अब म धेरै देखाउन सक्दिनँ, हात खुट्टा ज्यान स्यान सबै गलिसकेको चाहिँ रुम यस्तो बद्राङ बुद्रुङ भएर बसिरहेको छ। ल त्यही हो बाई। अब भोलि अर्को ब्लगमा, अर्को एपिसोडमा भेट्दै गरौँला है त। बाई बाई, टाटा।
सो हेलो हाई गाइज गुड मर्निङ सबैजना सन्चै हुनुहुन्छ होला वेलकम ब्याक टु माई युट्युब च्यानल र अनदर एपिसोड अब अहिले चाहिँ हामीहरू 5:30 हुन आँट्यो लाग्दैछौँ मासतिर 2 घन्टा भनेर भन्दै त हुनुहुन्छ के अरे गाह्रो भइरहेको छ जता जाँदा नि गाह्रो क्या त्यो ट्रेन हिँड्ने बाटै थिएन अघि नै हामी हिँडेर आउँदाखेरि धन्न भेट्यो यो बाटो पनि त्यही हो जाँदैछौँ यार वर्ल्डै माथि रहेछ लास्टै माथि छ हो खोइ थाहा भएन के होला त्यो माथि ल गाइस यस्तो ठाउँमा हामी आइपुग्यौँ होइन एकदम गाह्रो भएर थाकेको अवस्थामा अब चाहिँ हामी एकछिन यहाँनिर रेस्ट लिँदैछौँ अनि अब रेस्ट लिएर अनि एकछिनमा निस्किन्छौँ अब माथि त्यहाँ पुग्नुपर्ने दिमाग खराब भएर चाहिँ गाह्रो भइरहेको छ बिस्तारै जान्छौँ भ्यू चाहिँ यस्तो छ घाम लागेर यस्तो छ फाइनल्ली हामी चाहिँ टचमा पुग्यौँ होइन यस्तो छ है मन्दिर अलि माथि छ अझै 1 मिनट दृश्य यस्तो छ गाइस finally I'm hungry पुगिसकेको छौँ गाइज यस्तो छ है हावा चलेछ है बिन्दास एकछिन हामी पनि यहाँ घुमेर यहाँ पनि हामी सिक्छौँ है त तर म चाहिँ आमा एङ्ग्री चाहिँ रिकमेन्ड गर्छु सबैजना नै आउनु होला तर वेदर र सिजन अनुसार हेरेर आउनु होला किनभने बादल लाग्न पनि सक्छ पानी पर्न पनि सक्छ जे पनि हुनसक्छ त्यही हो हामी चाहिँ जो फाइनल्ली अब यो टचअपमा पुगिसक्यौँ अब तलतिर पनि लाग्नु पर्छ फर्किने भनेर सोचेको छौँ त्यही हो गाइस ल अब म पनि मेरो भ्लगलाई अब यहीँसम्म नै 2 शब्द टुङ्गाउन चाहन्छु र तपाईँले पनि माया दिनु पर्यो लाइक सब्सक्राइब सेयर सबै गरिदिनु पर्यो गाइज एन्ड यस्तै भिडियोहरू चाहिँ म ल्याउँदै गर्छु यति दुःख गरेर आइएको छ लाइक सब्सक्राइब सेयरहरू चाहिँ गरिदिनुहोस् है त गाइज त्यही हो ल बाई बाई टाटा फिल्ममा कस्तो देखाउँदा हो त्यस्तै देखाउने हो अब झर्नेतर्फ लाग्दैछौँ हामीहरू ल त्यही हो ल है त
ल हाम्रो योपालिको डेस्टिनेसन राम्रै थियो, नराम्रो त होइन। आमा एङ्ग्री राम्रै भयो, तर मलाई चाहिँ अलिकति मेरो हेल्थले पनि साथ दिएन। हिजो एउटा अन्डा र करेन्ट तोच खाएको पिरो भएर। कहाँ जानु टोइलेट गर्न? अब झाडीमा जानु टोइलेट गर्नलाई मर्नु भएको छ। अब यहाँ गर्न पनि मिल्दैन। अब 1-1.5 घन्टा 1.5 घन्टामा तल झरेर तलै गएर हामीहरू टोइलेट गर्छौँ होला। हामी त नै म मात्रै गर्छु होला। सेम मतलब सबैभन्दा ठुलो समस्या नै त्यो टोइलेट कतिखेर गर्ने भइराखेको छ तल पुगेर। यो पनि दामी बनाउनु भएको रहेछ यहाँनिर चाहिँ यो है। सबभन्दा राम्रो ऊ त्यो ढुङ्गाको भित्र देखाउनु। कहाँनिर के छ र त्यो ढुङ्गामा? मन्दिरहरू छ। हँ मन्दिरहरू छ। कुन मन्दिर रहेछ? टाउके मन्दिर। तिमी के गर हौ? यहीँ भित्रै गर हौ? ओ माई गड, बुद्ध भगवानको हो नि। हेर्न सक्नुहुन्छ बुद्ध भगवानको यहाँनिर यस्तो फेसअपहरू रहेछ। अलिकति माथिको भाग रहेछ है। यस्तो गुफामा ढाका